घरको काम चाहिँ फिटिकै के नगर्ने बस्न सुत्न त हामीलाई पनि त मन लाग्छ नि त्यो मुख मात्रै जुगा हलाएर हुन्छ विरक्त लागिसक्यो विरक्त लाग्छ काम गर्नु विरक्त लाग्छ के सिनको नत्र बाबु मेरो गुनासो चाहिँ के भन्दाखेरि घर बस्यो सुन्नु हो घर बसेर के गर्नु भन्नु त घर बस्यो होइन दिसभरि मोबाइल चलायो अनि मोबाइल अनि के चलाउनु दिसभरि सुते मोबाइल पनि के चलाउनु कति चलाउनु किन चलाउनु कसरी चलाउनु भइसक्यो क्या मलाई त के बोले भाइ के बोले औ त कहाँ जाउँ गर्नु त के गरौँ अन्त अब म जान्छु म घुम्न हिँड्नु पर्यो क्या मम्मी ए मम्मी मम्मी हिरो भन्दैछ यस्तो हान्छु कसो तेरो बाउको भने घुम्नु म त अब हिँडिदिन्छु हौ घुम्नलाई विरक्त लागिसक्यो मलाई त घरको काम चाहिँ फिटिकै के नगर्ने बस्न सुत्न त हामीलाई पनि त मन लाग्छ नि त्यो मुख मात्रै जुगा हलाएर हुन्छ आज घर सफा गर्ने मान्छे छ त यहाँ कति दिन भइसक्यो घर सफा गरेर बसेको म घर सफा गर्न नआउने हो त्यो हग्ने मुत्ने खाने सबै थोक गर्ने त्यो के पनि नगर्ने विरक्त लागिसक्यो यत्रा लाग्छ विरक्त काम विरक्त लाग्छ फुल गोड पानी हाल घर त्यो फुल के दिनकै गोडमा दिनकै पानी हाल्छ मर्दैन फुल के काम गर्नु छ सिङ्गो हाम्रो काटे मान्छे एउटा भेटिरहेको बस्ने काम छ त्यही पनि भ्याएको छैन उसलाई विरक्त लागेको नि त्यही पनि घुम्न जान्छ रे काम नभएर फुक्क पार्टी माको पार्टी अल्छी लागिसक्यो यार अब मोडार गर्दा घर सफा गर्दा पुस्त त्यो निस्ताल घरमा बस्यो भने कस्तो गर्छ त निस्ताले घर कस्तो टक्क राम्रो पार्छ निस्तालाई अटो मतलब छैन घर कति सफा पार्छ उसको घरमा 3 चोटि 4 चोटि त्यो पानीको के अरे तब नामले पुछिरहन्छु भन्छ 7 चोटि पानीले पुछे त्यही पनि आएको छैन भन्थ्यो त्यस्तो घरले सफा राख्न खोज्छ उसले अब कामै के छैन नि त नि मेरो काम छ नि संसारै काम छ आउँदैन अरू जस्तै बात बनाउन अब छाडी देऊ टिकटकमा कमर हल्लाउन नाम मेरो राम छिटो पैसा पाम तर झ्याउ लाग्दो रहेछ कि म दिसभरि घर बस्नु पनि अब काम छैन भनेर हुन्छ काम भएन नभए घरको काम त गर्छ नि अर्थ भन्नु घर त टलक्क पारेर राख्छ बेरोजगार भयो क्या म काम गरौँ भन्दा पनि के काम गर्नु तर अब काम गर्ने घरको काम टलक्क घर सुखीको मुदो घर राख्छ घर टलक्क पारेर टल्का त बाहिर फेरो त्यो बालकुनी सालकुनी फुसफास काट त्यो सबै त्यो परेवाका सुली परेवालाई हटाइदिए परेवालाई के गरे त्यो काटी ठोकेर हुन्छ के गरे हुन्छ कि त्यहाँमै फोहोर पारेर विदेश जानु पर्यो मम्मीहरूको सुनेर अर्को कामले उडाइदिन्छ घर यहाँ कति फोहोर भइन्छ घरमा एउटा कुचो लाग्दैन पोछा लाग्दैन काम भएन रे सुत्या कति हेर्नु रे कति बस्नु रे सिनको नत्र बाबु सिनको नमान्नु यो बिग्रेको चुलो एकचोटि लगाएर जताततै ल्याएर त्यो चुलो लगाएर त्यहाँ ठटान लगाएर भने छैन मान्छेलाई दिक्क पार्नु त हुँदैन नि त काम भने कस्तो हुन्छ काम त्यो उसको कुनामा बाहिरको त्यो सोफाको कुनामा यता हेरौँला तेरो यो चुरीपुरी कति दिन टिक्छ म पनि हेरौँला छैन घर बनाएको त्यही बनाएर बसेर त मैले अनि के गर्नु पर्छ भन्छ मैले केही काम छैन भन्छ घर यस्तो ठुलो लाग्दैन छैन केही छैन कति
सफा गरेर मान्छेको घर कता टल्किने हुन्छ एउटा सिनको भाँदैन काम केही भएन यो चड्कन दिएर तिमी डर लाग्यो माय लर्ड प्रभु पछार्नु जस्तो अलि मजाले अलि अरू अब लाग्यो म कलेज जान्छु नुहाउँछु